जब म स्टार्ट गर्दै थिएँ नि तपाईँले भन्नु भने अब कसरी भन्ने अब ब्याकग्राउन्ड फ्यामिली ब्याकग्राउन्ड राम्रो हुनेहरूको चाहिँ कस्तो हुन्छ नि त्यो वरिपरि स्कुल पढ्दाखेरि पनि साथी पनि हुन्छ नि राम्रो राम्रो स्कुलमा पढेको बबाल मान्छेहरू जोसँग चाहिँ ठोक्दा पनि केही कुरा सिक्न पाउने तर मेरो त्यो थिएन क्या मेरो त एकदम दुःख गर्ने जो चाहिँ बगरमा काम गरिरहेको साथीहरू उनीहरूसँग न आइडिया छ न केही सेयर गर्नलाई मलाई जुन कुराले चाहिँ मलाई मोटिभेट गर्छ केही पनि छैन क्या अनि आफूले आफूलाई नै सिकाउनु पर्थ्यो क्या त चाहिँ गलत बाटो हिँड्दैछ ऐन भनेर तान्नु पर्थ्यो मैले भने मेरो दुईवटा छ म अनि म भित्रको म जसलाई चाहिँ मैले सम्हाल्नु पर्छ क्या अनि त्यो गर्दा गर्दा जाँदाखेरि चाहिँ के हुँदो रहेछ भने लाइफमा चाहिँ आफूले सम्झाउँदा पनि कति बेला चाहिँ सधैँभरि आफूलाई ल त चाहिँ खर्न सक्छ है त नार डोन्ट गिभ अप भनेर चाहिँ भनिरहेको हुन्छ तर पनि बेला बेला हुँदैन कि सक्दैन कि भन्ने आउँछ नि त्यो आउँदाखेरि चाहिँ ल अब केही न केही कुरा चाहिन्छ न मेरो वरिपरिको इन्भाइरोमेन्टमा न साथीहरू छ न तैँले गर्न सक्छ भन्ने मान्छे छ न कोही छ सिकाउनको लागि न त हार्नु हुँदैन है भन्ने मान्छे छ कोही पनि छैन त्यो भएको हुनाले चाहिँ मैले यहाँनिर के लेखेँ आई एम द ग्रेटेस्ट पर्सन एभर बोर्न अन दिस प्लानेट भनेर एकचोटि चाहिँ म मुख धुनुभन्दा अगाडि चाहिँ एकचोटि ठ्याक्क देख्नको लागि त्यो गरेँ होइन त्यसपछि चाहिँ नाकको ट्याटु चाहिँ के थियो भने चाहिँ मेरो त बाल्यकाल त अब लामा पढेरै गयो अब गएपछि मैले धेरै कुरा राम्रो सिक्न पाएँ कि कर्म राम्रो कर्म नराम्रो कर्म कस्तो लाइफमा चाहिँ बुद्धिज्म के हो भन्ने कुरा चाहिँ सिक्न पाएँ त्यहाँ गएर सिक्न पाएको हुनाले चाहिँ अब मैले छोडेपछि त मलाई छोड्नु त मन भएर नि छोडेको होइन पछि छोडिसकेपछि अब अनि पछि आएर रियलाइज भयो कि ल यति धेरै गुण लागेको छ मलाई यो त मैले बिर्सिनु हुँदैन है भनेर चाहिँ मेरो जब म गुम्बामा छिर्ने बेलामा आइडी नम्बर दिन्छ नि 7231 नम्बरमा चाहिँ म पढ्छु क्या त्यहाँको अनि एभ्री टाइम जसले पनि मलाई सोध्छ नि यो चाहिँ गुण मैले यो गुण लाग्यो भने त मलाई गुम्बाबाट सो तपाईँले मलाई सोध्नुभयो आज सोध्नुभयो मैले गुम्बाको नाम निकाल्न पाएँ त्यही मेरो लागि ठुलो कुरा हो कि आजको लागि हुन्छ नि फेरि भोलि कसैले सोद्धा फेरि म त्यो गुम्बाको नाम निकाल्छु कि भन्न खोजेको चाहिँ म बिर्सन चाहदिनँ त्यो गुणलाई ओके त्यस्तै हो वाउ या द्याट्स डिप या यो इन्फिनिटी के हो मेरो डिप